हाम्रो प्रधानमन्त्रीज्यूले संसदको रोस्टम प्रयोग गरेर देशको सिमानाबारे दिएको गलत अभिव्यक्ति हामीले गलत छ भनेर भन्यौँ र त्यसलाई सच्याउन भन्यौँ। तर आजसम्म न सभामुखजीले सरकारलाई रुलिङ गर्नुहुन्छ, तपाईले यहाँ रोस्टममा आएर संसदमा आएर यो भनाइ सच्याउनुहोस् भनेर न रुलिङ गर्नुहुन्छ, न सरकार जवाबदेही भएर संसदमा आएर जवाब दिन्छ, यसबारे आफ्नो प्रस्तुति राख्छ। यस सन्दर्भमा म फेरि पनि हामी सबै प्रतिपक्षी दलको एउटै अभिव्यक्ति छ, उक्त गलत अभिव्यक्ति संसदमै आएर सच्याइयोस्। सच्याउन उहाँलाई ठिक छ, ल गलत छ, उहाँले दिएको भनेको कुरा सही छ भने हाम्रो सामु यो कारणले सही छ भनेर भन्न तयार हुनुहोस्, होइन भने त्यो उक्त विवादित गलत खास गरी सिमानाको विषयमा उहाँले दिएको गलत अभिव्यक्ति सच्याइयोस् र त्यो सच्याउनको लागि सभामुखज्यूबाट तत्काल रुलिङ होस् भन्न चाहन्छु। र अर्को कुरा हामीले फेरि पनि भनेका छौँ, संसदमा गलत अभिव्यक्ति दिइसकेपछि सभामुखबाट संसदको रेकर्डबाट हटाउने कुरा हुन्छ भन्ने हामीले अपेक्षा गरेका थियौँ। त्यो आदेश हुन सकेन सभामुख महोदय। हामीले फेरि पटक पटक एउटै कुरा भन्नुहुन्छ, हामीले त्यही दुईटा कुरा सामान्य कुरा छ, प्रधानमन्त्रीज्यू आएर जवाब दिने, आफ्नो गल्ती सच्याउने र सभामुखजीले संसदको रेकर्डबाट उक्त गलत अभिव्यक्ति सच्याउने कुरा नै, रेकर्डबाट हटाउने कुरा नै हामीले माग गरेका छौँ। त्यो कार्यान्वयन भयो भने हाम्रो माग एक हदसम्म पुरा हुन्छ। अर्को कुरा सभामुख महोदय, सदस्य भनाइ छुट्याउँ, मैले फेरि पनि प्रधानमन्त्रीज्यू नै एकदम अराजक र गैर जिम्मेवार अभिव्यक्तिमा लागिराख्दाखेरि अहिले सरकारका प्रतिनिधिहरू मन्त्रीज्यूहरू नै गैर जिम्मेवार बन्ने र विवादित अभिव्यक्ति दिने कुरामा प्रतिस्पर्धा चलिराखेको छ। कहिले अर्थमन्त्रीज्यू रोस्टमबाट धम्की दिनुहुन्छ सांसदहरूलाई, हामी तिमीलाई यो देखाइदिन्छौँ, हामीले तिमीलाई यी नदेखेका हो र भन्ने जस्तो धम्की दिनुहुन्छ। अर्कोतिर पूर्वाधार मन्त्रीज्यूहरू गएर कसैका खुट्टा भाँच्ने अभिव्यक्ति दिनुहुन्छ। संसदप्रति जवाबदेही हुने कुरा मात्रै होइन, कानुनप्रति पनि जवाबदेही हुने कुरा, कानुनलाई परिपालन गर्ने कुरामा सरकार नै यस्तो गैर जिम्मेवार भएपछि देश कसरी चल्छ सभामुख महोदय? त्यसकारण यस्ता कुराहरू आज दण्डहीनताले प्रशय पाइराखेको छ। अहिले त्यहाँ वनरक्षकहरूलाई थुनेर के गर्नुहुन्छ? मैले गृहमन्त्रीज्यू यहाँ भएको भए सोध्न चाहन्थेँ, कोही सामान्य नागरिकले कुनै साधारण मान्छेलाई खुट्टा भाँच्ने धम्की दिएको भए उहाँले के गर्नुहुन्थ्यो? कानुनको पालना कसरी गर्नुहुन्थ्यो? आज कानुनको पालना मन्त्रीले गर्नुपर्छ कि पर्दैन? कसैको खुट्टा भाँच्ने धम्की दिने कुरा कानुन सम्मत छ कि छैन? यस्ता विवादित अभिव्यक्तिहरूको कारण देशभरि अराजकता मचिएको छ। कहिले कसैका काफल फालिन्छ, मान्य सदस्य, कहिले फेरि टेम्पो भिरबाट खसालिन्छ, जङ्गलमा खसालिन्छ। यस्ता परिस्थितिहरू दोहोरी नै राखेका छन्। त्यसकारण खास गरी सरकारलाई संसदप्रति जवाबदेही हुन र आफ्नो कुरा संसदमा आएर प्रश्न पार्न, गल्ती सच्याउन फेरि पनि म सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउँछु र सभामुखज्यूलाई संसदको रेकर्डबाट प्रधानमन्त्रीज्यूले दिएको गलत अभिव्यक्तिलाई रेकर्डबाट हटाउनको लागि फेरि अनुरोध गर्दछु। धन्यवाद।